हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। म चाहिँ हल्का बिरामी छु, त्यही भएर मेरो स्वर चाहिँ झन् नाकस्वरै आएको छ। अनि आज चाहिँ हामी जाँदैछौँ कालीगण्डकीमा लाखपत्ती बालेको हेर्न अथवा पूजा गर्न। पहिला यहाँटा गएर गङ्गा नुहाइयो, गङ्गा नुहाइसकेपछि त्यहाँ धुपबत्ती गरियो। धुपबत्ती गरेर यताउति हेरेको त त्यहाँ मैले छटपस्ट पैसाहरू देखेँ कि त्यो चढाउनु भएको हो, ठिक छ, तर यसलाई पनि सदुपयोग गर्ने ठाउँमा चढाउ न। यसरी जथाभावी किन पैसा खेर फालेको होला? त्यहाँ एउटा दान पेटिका छ, त्यसमा लगेर हालिदिएको भए कति राम्रो हुन्थ्यो होला। अनि यसो साइडमा हेरेको त भजन सुरु भइसकेको रहेछ। अनि म फेरि भजनमा यस्तोमा नाच्न नजाने पनि अरूले गाएको भजन, अरू नाचेको देखेर यति इन्जोय गर्न मन लाग्छ कि कुरै नगरौँ। अनि एकछिन त्यहाँ भजन हेरेँ, त्यस पछाडि म गएँ उता जग्गामा चाहिँ पुजारी बाबाहरूले पूजा गर्दै हुनुहुन्थ्यो। अनि अरू दिदीबहिनी आन्टीहरू फेरि कर्ता बस्नु भएको नि त, उहाँहरूले फेरि उहाँहरूले पनि पूजा गर्दै हुनुहुन्थ्यो। अनि यता हेरेको त लाखपत्ती बाल्ने तयारी भएको रहेछ। अनि कस्तो राम्रो देखिएको क्या, ओ माई गड। अनि मैले यस्तो लाखपत्ती चाहिँ फर्स्ट टाइम देखेको नि त, त्यही भएर कस्तो राम्रो देखिएको क्या यो लाखपत्ती चाहिँ। अनि त्यस पछाडि यता हेरेको त यस्तो मजाको के लाखपत्ती मिलाउँदै हुनुहुन्छ सबैजना मिलेर, मलाई चाहिँ यो एकदम राम्रो लाग्यो के। अनि त्यस पछाडि यता हेरेको त सिरुको फुपू अनि आमा नाच्दै हुनुहुँदैछ ठुमुक ठुमुक। अनि म चाहिँ भिडियो खिच्न गइहालेँ। नाचेको देखेपछि त दुगुरिहाल्नु पर्यो, उहाँ कस्तो ठुमुक ठुमुक नाचिरहेको छिन्, उनले फेरि इन्जोय गरिरहेको छिन् नि त फुपू हजुरआमाको काखमा बसेर नाच्नु पाउँदा। अनि म चाहिँ म पनि गएर यसो एकछिन घुमेँ। मलाई नाच्न त आउँदैन, तैपनि हल्का घुमौँ न त यस्तो भजनमा आइसकेपछि भनेर घुमेँ। अनि उता चाहिँ हाम्रो लाखपत्ती सुरु भयो बोल्न। अनि यस्तो मजाले बोल्यो कि त्यहाँको यस्तो मजाले क्या, कुरै नगरौँ त्यो बोलेको देखेर, ओ माई गड। अनि यस्तो मुस्लो नै छुटेको थियो कि त्यो बोल्दा चाहिँ सबै डराउनु भएको थियो, भागम भन्नुभएको थियो। तर त्यस्तो नराम्रो चाहिँ केही भएको थिएन, यस्तो मजाले बत्तीहरू बोलेको थियो कि लाखपत्ती कुरै नगरौँ। अनि लाखपत्ती बालेर सकेपछि अब हामी चाहिँ घरतिर लाग्नु पर्यो। अनि त्यस पछाडि चाहिँ हामी चाहिँ घरतिर लाग्यो है त साथीहरू। अनि आज चाहिँ लाखपत्ती बाल्न अथवा लाखपत्ती बालेको हेर्न को जानुभयो? मेरो चाहिँ आज व्रत नै थियो नि। अब यस्तो ठुलो पूजामा जाँदा चाहिँ म कहिले खाना खाँदिनँ कि, म चाहिँ पुरै धार्मिक मान्छे भरे। अनि मम्मी र बहिनी भन्नाले देउरानी चाहिँ हिँड्दै आए, म चाहिँ विशालसँग बाइकमा आएँ। बाई बाई साथीहरू।